यो हाम्रो गाउँ र यो हाम्रो गाउँको बाटो हेर्नुहोस् साथीहरू। यसलाई हेर्ने न कुनै सरकार छ, न कुनै गाउँ स्तरीय गाउँपालिका वडा केही छैन। हाम्रो गाउँ कसले बनाऊ? यो यस्तै हो। गाउँलाई कसैले हेर्दैनन्, सबले सहरतिर मात्र हेर्छन्, ठुला ठुला बिल्डिङ, बिच बाटो। तर गाउँघरमा कति धेरै समस्यामा छन् गाउँका मान्छेहरू। कति विकट एरियामा, विकट ठाउँमा कसरी बसोबास गरिराखेका छन्, कसरी आफ्ना दिनचर्या बिताइराखेका छन्, त्यो हेर्ने, त्यो महसुस गर्ने, त्यो बुझ्ने न त यो देशमा सरकार छ, न त यो देशको सरकारलाई केही मतलब छ। हुने सरकार पनि बिना मतलबको, सब आफ्नो स्वार्थको लागि मात्र यहाँ काम गर्छन्। सबले आफ्नो बेनिफिट कहाँबाट हुन्छ त्यसमा मात्र ध्यान दिन्छ। तर खासमा जनताले महसुस गरिरहेका समस्याहरू महसुस गर्ने कोही छैन। दैनिकी रूपमा अब हेर्नुहोस्, झन्डै लडिन्थ्यो। अब यो सब कुरा सरकारले हेरुन् बुझुन्, तर त्यस्तो बुझ्ने मान्छे, त्यस्तो बुझ्ने सरकार हाम्रो देशमा छ जस्तो लाग्दैन। यो बाटो मात्र होइन, अरू पनि समस्याहरू धेरै छन् हाम्रो देशमा। त्यो बुझ्ने, त्यो सुन्ने यो देशमा सरकारै छैन। न पहिला थियो, न अहिले छ।